हामीलाई भने पानी नि नदिने लामायामै लाग्दै हिँडेर नलाग्दैतिर सरकारको प्रशासनिक केन्द्र घेरेको नेपाली इतिहास मैले कहिले गरेको थिएन भविष्यको प्रकारका आउँदैछ एउटा चोकमा अब कमान्डर या फिल्ड कमान्डर राम्रोसँग सुन्ने हुन्छ। सिंहदरबारमा बस्नेहरू बालुवाटारमा बस्नेहरूले राम्रोसँग सुन्ने हुन्छ। मैले हिजो एकजनासँग भने नेपाली जनताले बनाएको प्रधानमन्त्री भएको भए, नेपाल राष्ट्रले चाहेको प्रधानमन्त्री र सरकार भएको भए, यति ठुलो जनताको सागर देखिसकेपछि, देशैभरि जनतामा यति ठुलो उभार देखिसकेपछि उनीहरूले जनताको अगाडि आएर ल जनता हो मैले राजीनामा दिए भन्थे। विचार गर्नु होला सजिलै यो कसको घरमा टिके होला म भन्ने ठान्थे। तर अब नेपाली जनताले नबनाएकाहरू त रिमोट उताबाट चाहिँ स्विच नदबेसम्म छोड्नेवाला छैनन् या नेपाली जनताले नगलत्याएसम्म छोड्नेवाला छैनन्। त्यसकारण आदरणीय जनसमुदाय हामी चाहन्छौँ यो शान्ति प्रक्रिया सफल होस्, हामी चाहन्छौँ यो संविधान निर्माण होस्। हामी अझै पनि त्यसको पक्षमा सबै पार्टीहरूसँग सहमति होस् भन्ने चाहन्छौँ र हामीले यो दोस्रो चरणको आन्दोलन जसरी एउटा सांस्कृतिक आन्दोलनको रूपमा, एउटा नयाँ खालको जनआन्दोलनको रूपमा, माओवादीको एउटा अपार जनसमर्थनको रूपमा हामीले यसलाई सिद्ध गरेर अहिले समापन गर्दैछौँ र यो ऐतिहासिक र भव्य रूपमा सफल भएको कुरा विश्वव्यापी रूपमा स्थापित भइसकेको छ। यो नेपालव्यापी मात्र होइन र हामी यो समापन समारोह मार्फत नेपालका सबै राजनीतिक पार्टीहरूलाई एकचोटि फेरि के भन्न चाहन्छौँ भने तपाईहरुले इतिहासबाट शिक्षा लिनुहोस्, तपाईहरुले नेपाली जनताको भावनालाई बुझ्ने कोसिस गर्नुहोस्। यदि त्यसो हुँदैन भने अब तेस्रो चरणको आन्दोलन आउँछ। तेस्रो चरणको आन्दोलन यो भन्दा आक्रामक हुनेछ। तेस्रो चरणको आन्दोलन यो भन्दा व्यापक हुनेछ। तेस्रो चरणको आन्दोलन अझ नयाँ खालको हुनेछ र हामीलाई के विश्वास छ भने त्यो आन्दोलनले उनीहरूको यो धृष्टतालाई, उनीहरूको यो सम्पूर्ण दुष्टतालाई समाप्त पार्नेछ भन्ने हामीलाई विश्वास छ। त्यसकारण मैले के भन्छु अब अन्तिममा भने हामीले
आउने मङ्सिर 5 गतेसम्मको अल्टिमेटम म यहाँ पार्टी केन्द्रको तर्फबाट घोषणा गर्न चाहन्छु। मङ्सिर 5 गतेसम्मको अल्टिमेटम यदि मङ्सिर 5 गतेसम्म पनि नागरिक सर्वोच्चता कायम गर्ने कुरामा पार्टीहरू सरकारमा तथाकथित सरकारका पार्टीहरूले ध्यान दिएनन् भने मङ्सिर 5 पछि अर्को नयाँ राजनैतिक आन्दोलन सुरु हुनेछ। अर्को